यहाँलाई पुनः नमस्कार। माननीय सुविद्याज्यूले धेरै कुरा राखिसक्नु भएको छ। यो पुस्ताको राजनीतिमा उपस्थिति र त्यसलाई नेतृत्व गर्दै सभापति रवि लामिछानेले हिम्मत देखाउनु भएको त्यो परिवर्तनको लागि आत्मसात गर्दै तमाम नेपाली जनताले यो साथ दिँदै गर्दाखेरि र यो अभियानलाई अग्रगतिमा अगाडि बढाउँदै गर्दाखेरि स्थापित राजनीतिक दलहरू आफ्नो राजनीतिक भविष्य सङ्कटमा परेको कारण यो राजनीतिक उपस्थितिलाई निस्तेज पार्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई कमजोर तुल्याउनको लागि र सभापति माथि गरेको यो आक्रमण र निरन्तर यो आक्रमण र यो लडाइँमा हामी रहेको कुरा सर्वविदितै छ। यतिखेर कानुनी दाउपेच मार्फत सभापतिज्यूलाई उपस्थितिको लागि थुनामा राखिएको छ। यो तमाम नेपाली जनताले देखिनु भएको छ र यसरी थुनामा राख्नुपर्ने अवस्थासम्म पुर्याउँदै गर्दाखेरि राज्य संयन्त्रको चरम दुरुपयोग गरेर नाङ्गो नाच देखाएर यो पुस्ताको राजनीतिक उपस्थितिलाई निस्तेज पार्नको लागि गरेको यो प्रयासप्रति तमाम नेपाली जनताले देखाएको यो सहयोग र साथ समर्थन प्राप्त गर्दै गर्दाखेरि हामीलाई जति धेरै दुःख दिने प्रयास गरिन्छ त्यति धेरै हाम्रो शक्ति सशक्त रूपमा अझ अगाडि बढेको हामीलाई महसुस भएको छ। पछिल्लो दिनमा जनताको अदालतमा हामीले जनताको मत दस्तावेजीकरण गर्ने प्रक्रियालाई यो हस्ताक्षर मार्फत यो कार्यक्रम अगाडि बढाउँदै गर्दाखेरि तमाम नेपाली जनताले देशभित्र मात्र रहेका होइन संसारभरि छरिरहेका नेपाली जनताले यो अभियानमा साथ दिएको देख्दै गर्दाखेरि साथ दिँदै गर्दाखेरि हामीलाई त्यो समर्थन गर्दै गर्दाखेरि साँच्चै हाम्रो आत्मबल अझ सशक्त बन्न गएको छ। एउटा रवि लामिछानेको व्यक्ति मात्र हो। अब रवि लामिछानेलाई कमजोर बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी कमजोर हुनेवाला छैन। देशभित्र मात्र होइन संसारभरि छरिरहेका सबै अनुहार रवि लामिछाने हुन् र त्यो परिवर्तनको सोचको रूपमा विकसित भइसकेको रवि लामिछानेलाई निस्तेज पार्ने त्यो परिकल्पना युवा सपना नदेखे पनि हुन्छ भनेर नेपाली जनताले आफ्नो अदालतबाट प्रस्तुत गरिसकेका छन्। आज यही उपस्थित गर्दा यो अभियन्ता साथीहरू मात्र होइन तमाम नेपाली त्यो बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले देशको कुना कुनाबाट फोन गरेर हामी हस्ताक्षर गरेका छौँ र हाम्रो साथ छ यहाँहरूलाई। यहाँहरू कहीँ कतै पनि नडराइदिनुहोस् है। हाम्रो त्यो अभिभारा यहाँले बोक्ने जिम्मा यहाँले लिनुभएको छ। तपाईँहरूको पछि हामी छौँ। आज नसके पनि 84 परिवर्तन गरेर देखाइदिन्छौँ भनेर जुन हिम्मत दिइराख्नु भएको छ त्यो हिम्मतप्रति पनि हामी एकदमै आभार छौँ र हाम्रो यो अभियान हाम्रो यो सबै कार्यक्रमहरूलाई आम जनतामा पुर्याउनको लागि तमाम सञ्चारकर्मी साथीहरूले खेलेको भूमिकाप्रति पनि हामी एकदमै आभार छौँ। र म धेरै भन्न चाहन्न, यहाँ आज यहाँ उपस्थित भएर यहाँले देखिराख्नु भएको वातावरण र संसारभरि छरिरहेका नेपालीले पठाएको म्यासेज शुभकामना र त्यो साथको कुरा यहाँलाई अवगतै छ। त्यसकारण मैले धेरै बोल्नुभन्दा पनि यहाँहरूका केही जिज्ञासा छन् भने यहाँले राख्न सक्नुहुन्छ। सँगसँगै हामीसँग अरू नेता नेतृत्वमा रहनुहुँदै दिपकजी पनि हुनुहुन्छ, उहाँले पनि केही कुरा राख्नुहुन्छ। अभियन्ता साथीहरू पनि हुनुहुन्छ, उहाँहरूका पनि केही कुराहरू हामी सुन्यौँ र पुनः एकचोटि यहाँलाई मनैदेखि कृतज्ञ प्रकट गर्न चाहन्छु। धन्यवाद। जस्तो यो बिचमा अब पूर्व प्रधानमन्त्रीदेखि आम नागरिकसम्मले रवि लामिछानेको प्रतिबद्धता जनाएर तर तपाईँहरूको हस्ताक्षरलाई चाहिँ अब सत्ताधारी दलहरूले खास गरेर दुईवटा कोणबाट विश्लेषण गरे जस्तो लाग्छ। एउटा चाहिँ तपाईँहरूले अदालतलाई पनि धम्काउन खोज्नु भएको हो कि भन्ने कोणबाट उहाँले व्याख्या गरिदिनु भएको छ। अर्को चाहिँ तपाईँहरूले हस्ताक्षर अभियान सँगसँगै चन्दा सङ्कलन गरेर आर्थिक उपार्जनमा लागेको भनेर सत्तारूढ दलका एकजना सांसदले मसँगै कुरा गरेर संसद भवन बाहिर भन्नुभयो। यो चाहिँ के हो खासमा, किन यति धेरै सत्ताधारीहरूले रियाक्ट गरिरहन्छ तपाईँहरूको मुभमेन्टमा? मैले सुरुमै भने नि आफ्नो राजनीतिक भविष्य सङ्कटमा पर्दै गर्दाखेरि तिल मिलाएर तय गरिएका प्रोपोगन्डाहरू जसरी उपयोग गरे पनि हुन्छ, त्यसमा हामीलाई भन्नु केही छैन। जहाँसम्म यहाँले अदालतको कुरा उठाउनु भएको छ, सम्मानित अदालतप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण विश्वास छ र तमाम नेपाली जनताको पनि विश्वास छ। त्यो विश्वास बरकरार राख्नको लागि राज्यका 3टा निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका र विशेष गरी न्यायपालिकाप्रति तमाम नेपाली जनताको विश्वास रहेको, भलै दलीयकरण मार्फत त्यसलाई अस्थिकरण गर्ने प्रयास गरिए पनि नेपाली जनताको त्यसमा विश्वास रहेको कुरा हामीले बारम्बार अवगत गराइरहेका छौँ। सम्मानित सदनप्रति हाम्रो उच्च विश्वास छ र न्याय प्राप्त गर्ने बाटोमा सम्मानित अदालतले सम्मानित न्यायालयले न्याय गर्नेछ भन्ने बाटोमा हामीले कहीँ कतै पनि त्यो शङ्का जगाएका छैनौँ। र हामीले आज अहिले यो अभियान चलाइराखेको भनेको न त हामीले नेपालको न्यायालयप्रति हो न त न्यायमूर्तिहरूप्रति यो धावा बोलेको, यस्ता भाष्य नबनाइदिएकै उत्तम हुन्छ। हामीले त सिर्फ नेपाली जनताको अदालतमा हामीले आफ्नो मत दर्ज गराएका छौँ र नेपाली राजनीतिक इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक इतिहासमा यो नेपाली जनताको अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताले हेर्ने प्रकरणलाई दस्तावेजीकरण गरेका हौँ। जहाँसम्म यहाँले चन्दा उठाएको कुरा गर्नुभएको छ, स्वाभाविक रूपमा यो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली जनताको पार्टी हो। तमाम नेपाली जनताको पार्टी र तमाम नेपाली जनताको सहयोग र साथबाट अगाडि बढ्ने पार्टी भएको हुँदा स्वइच्छाले उहाँले दिएको चन्दा र सहयोगबाट यो पार्टी चल्ने भएको कुरा हामीले खुल्ला किताब जति राखेको हुँदाखेरि यसमा प्रश्न उठाउँदै गर्दाखेरि उहाँले 2-3 चोटि सोच्दिनु भएको हुन्छ। त्यो चाहिँ हामीले जुन रवि लामिछाने बिचमै आउनु पर्ला होइन, यो चाहिँ
जुन अभियान रविलामी छानेमाथि राज्यले प्रतिशोध छाड्यो भनेर हामीले गर्दाखेरि हामीले छुट्टै एकाउन्ट हामी जनतालाई जसले पैसा दिएको छन् जसले सहयोग गरेका छन् स्वेच्छाले मान्छेहरू आइरहेको भएको छ सहयोग गरिरहेको भएको छ। रविलामी छानेले पछिल्लो समयमा हाम्रो सभापतिज्यूले चाहिँ एउटा अपिल लेख्नु भएको छ, पाउनुभयो तपाईँहरूले पनि दिनु होला। एउटा कपी छाप्नलाई पनि ₹2.90 पर्छ भनेको चाहिँ जनतासम्म प्रत्येक घर घरमा त्यो अपिल होस्। राज्यले कसरी प्रतिशोध छाड्यो, किन छाड्यो, किन रविलामी छाने बाहिर अमेरिकाबाट आउनुभयो, मिडियामा के भएको थियो, चितवनमा त्यो दिन के बोल्दै हुनुहुन्थ्यो भन्ने चिज त त्यहाँ लेखेको छ। कसले कसरी छाडे राजनीतिक प्रतिशोध भन्ने चाहिँ त्यो मान्छेमा होस्। आखिर त जनता नै हो हामीलाई साथ दिने, हामी त जनतामै त्यो आयो, जनताकै अदालतमा आयो। त्यो छाप्नलाई पनि हामीलाई यो अभियान चलाउनलाई पैसा पर्ने भएको हुनाले त्यो अभियानका लागि त्यो पैसा सङ्कलन गरेको हो। त्यसमा कसैले ₹10, ₹15, ₹100 हुन्छ नि, उहाँहरूले आफ्नो इच्छा अनुसार गरिराख्नु भएको छ। त्यसको चाहिँ हामी देखाउँछौँ कति पैसा उठाएको थियो, हामीले त्यो पैसाले के गर्यौँ सबै त्यो अडिट गरेर हामी सार्छौँ। अनियमितता नगरेर चलिरहेको दल भएर पनि होला उहाँहरूका ठुला अनियमितताका काण्डहरू आउँछन्। जवाफ हामी कसरी दिन्छ भन्ने चिजले हो नि त, त्यो रिस त भइ त हाल्छ नि। प्रत्येक घरमा जब हामीले रविलामी छाने हाम्रो सभापति रविलामी छानेले लेख्नुभएको आफ्ना कुराहरू भनेको त्यो अपिल घर घर पुगोस् भन्दाखेरि त त्यसलाई कसरी बाधा अड्कल गर्ने त, कसरी त्यो रोक्ने त, त्यो पनि त हुन्छ नि। तर मान्छेहरूले यति धेरै माया गरिरहेको हुन्छ कि त्यो छापेर हामी घर घरमै पुग्छ। जस्तो यो बिचमा तपाईँहरूले हस्ताक्षर अभियान चलाउनु भएपछि पार्टी सभापतिको पक्षमा राष्ट्रपातिको पक्षमा उहाँ प्रतिशोधको विरुद्धमा जुन आम नागरिकको समर्थन पाउनुभयो नि, पूर्व प्रधानमन्त्रीदेखि आम नागरिकसम्मले देशदेखि विदेशसम्म सबैले समर्थन गर्दाखेरि चाहिँ कस्तो अहिले चाहिँ कस्तो अनुभव भइरहेछ यहाँलाई? यो मुभमेन्टलाई अगाडि बढाउन कतिको ऊर्जा मिलिरहेछ? तपाईँहरूले कति चलाएमन पार्टी अफिसमा हेर्नुहोस् यस्तो मान्छेहरू आउनु भएको छ। निर्वाचनमा मत त दिएनौँ हामीले कसैलाई, तर हामी यहाँ आयौँ रविलामी छानेमाथि अन्याय भयो भनेर उहाँहरू सहयोग गरिराख्नु भएको छ, हस्ताक्षर गरिराख्नु भएको छ। यो उत्साह यो देख्दाखेरि त अन्य दलहरूले पनि देख्यो होला, अन्य मान्छेहरूले पनि त देखिरहेको छ जनताको समर्थन यस्तो छ भन्ने चिजमा। उहाँ चाहिँ हामीलाई शक्ति हुन्छ नि, थप ऊर्जा प्राप्त भएको छ। थप अरू मान्छेहरूसँग जानेलाई हामीले हाम्रो कुराहरू त राख्नै पऱ्यो। आफ्नो कुरा त हामीसँग कहाँ कहाँ अन्याय भएको थियो, कसले अन्याय गरेको थियो भन्ने चिज हामीले नभनेर कसले भन्छ, रविलामी छानेले नभनेर कसले भन्छ। त्यसका लागि यो अभियान हो, एकदमै सक्सेस भएको छ यो अभियान। कति सङ्कलन भएको आइसकेको छैन, किनकि गाउँ गाउँबाट कलेक्सन जिल्ला मार्फत प्रदेश मार्फत आउनुपर्ने हुन्छ। कतिपय चाहिँ हामीले यो सहज होस् भनेर बाहिर बसेका साथीहरूले चाहिँ त्यो हस्ताक्षर फारममा फोटो खिचेर वाट्सएपमा पठाइदिइराख्नु भएको छ। त्यो पनि यति धेरै आइरहेको छ कि तपाईँहरूले साथीहरू हेर्नुभएको हुन्छ भित्र अफिसमा 5वटा कम्प्युटरमा त्यो डाउनलोड हुँदाखेरि पनि हामीले भ्याइरहेको छैनौँ। अरू भोलिन्टियर साथीहरू हामीलाई चाहिँ ल्याएको छ। जस्तो मैले थोरै आदरणीय सुविधालाई एउटा प्रश्न गर्न चाहेँ। जुन हिसाबले पूर्व प्रधानमन्त्री अब अहिलेका प्रधानमन्त्रीले संसदकै रोस्टममा उठेर रविलामी छाने निर्दोष हुन्छ भन्ने प्रधानमन्त्रीले दोषी करार गर्न लागि पर्नुभयो। अझै तपाईँहरूलाई विश्वास छ स्वार्थ समूहहरूले अन्तिमसम्म साथ दिनुहुन्छ भने माओवादीका अध्यक्ष प्रचण्डले पछिल्लो समय चालेको कदमबाट पनि अझै राष्ट्रवाद चेतेको छैन? खुसी हुनुहुन्छ यो जुन तपाईँहरूको पछि देखेको मासलाई ग्राप गर्न आउने स्वार्थ समूहबाट अझै चेत्नु भएको छ? यस्तो हो, अब सबै दलका आफ्ना आफ्नो राजनीतिक एजेन्डाहरू हुन्छन्, जनता माझ लैजाने आफ्ना आफ्ना एजेन्डाहरू हुन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी हिजोको दिनमा युवाहरूलाई स्थान देऊ भनेर कतिपटक युवाहरूले कुरा उठाउँदा पनि कुनै पनि राजनैतिक दलहरू त्यो युवाहरूलाई तात्विक स्थान नदिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अब कति अरूलाई स्थान देऊ भनेर मागिरहने, बरु हाम्रो स्थान हामी आफै बनाउँछौँ अनि हामी युवाहरू आफै आउँछौँ भनेर यो पार्टी बनाएको हो। त्यस कारणले हामी आफैले स्थान बनाएर हामी आफै आएर हामी उदयमान भएको र नेपाली जनतालाई हामीलाई साथ दिएको पार्टी हो। र हिजोको त्यो नजिर र भोलिको दिनमा नेपाली जनताको हकमा राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्न सक्छ भन्ने कुराको आकलन नेपाली जनताले अझै धेरै त्यो सपनाको दायरालाई बढाइरहँदाखेरि चाहिँ उहाँहरूलाई अलिकति स्थापित दलहरूलाई थ्रेट महसुस भएको हुनसक्छ। त्यस कारणले पनि हाम्रो मुद्दालाई कसैले फाइदाका लागि प्रयोग गरे होलान् हैन, कसैले अब आफ्नो एजेन्डालाई बलियो बनाउनको लागि अथवा कसैले हामीलाई डाउनसाइज गर्नको लागि प्रयोग गरे होलान्, कसैले दुरुपयोग गरे होलान्, त्यो उहाँहरूको कुरा भयो। तर हामी के भनिरहेका छौँ भन्ने चाहिँ मूल प्रश्न हो जस्तो मलाई लाग्छ। हामी निरन्तर रूपमा नेपाली जनताको मुद्दालाई जनतामाझ लिएर गइराखेका छौँ। जनतामाझ लिएर जाँदै गर्दाखेरि आज राजनीतिक रूपमा यहाँहरूलाई थाहा छ हामी चौथो राष्ट्रिय दल हौँ, सङ्ख्याको हिसाबले हामी सानो छौँ, हामी मुद्दामा अडिग रहन्छौँ। हाम्रो मुद्दामा कोही आउनुहुन्छ स्वागत छ, हाम्रो मुद्दामा कोही आउनु हुँदैन त्यसमा पनि हामीलाई भन्नु केही
पनि छैन किनभने त्यो मूल्याङ्कन गर्ने नेपाली जनताले हो नेपाली जनताको आफ्नो मूल्याङ्कन गर्ने शैली छ नेपाली जनता न्यायप्रेमी हुनुहुन्छ नेपाली जनता कसैलाई अन्याय भएको देख्न सक्नुहुन्न त्यसकारणले हामीले कुनै दलप्रति कटाक्ष गर्ने यो दलले यस्तो गर्यो भनेर भन्ने अथवा उहाँहरूले गरेको कदमप्रति हामीले टीका टिप्पणी गर्ने भन्दा पनि नेपाली जनताको पक्षमा ती दलहरू उभिए कि उभिएन र हामी कहाँ छौँ भन्ने कुराहरू नै हेर्ने हो जस्तो मलाई लाग्छ त्यसकारणले उहाँहरूको प्रति हाम्रो टीका टिप्पणी केही पनि छैन अनि आएका साथीहरूसँग कुरा गर्नु हामी त बोलिनै गुरुले भविष्यवाणी गर्नुहुन्छ तपाईँहरूले अरू दलको कुरा गर्दै गर्दा तपाईँहरूको दल पनि रुखको सङ्केतमा गएको हो कि भन्ने सुनिन्छ क्या अहिले यो जुन अदालतले एउटा निर्णय गर्यो तपाईँहरूलाई महामन्त्री मुकुल ढकाललाई काम गर्न नदिनुको कारण देखाउ आदेश जारी गर्यो तपाईँहरूलाई छलफलको लागि राख्यो कानुनी प्रक्रिया नै हो कसैले मुद्दा दायर गर्छ भने अदालतले गर्ने नियमित कानुनी प्रक्रिया त्यो हाम्रो पार्टीको हकमा मात्रै होइन जो कसैले पनि रिट हालिसकेपछि पहिलो अब कारण देखाउ आदेश हुन्छ अनि छलफलको लागि बोलाइन्छ दुईटा पार्टीले त्यो नियमित प्रक्रिया नै हो त्यसलाई हामीले धेरै ठुलो कुरा हेरेका छैनौँ हरेक व्यक्तिको चाहिँ आफूलाई अन्याय भयो जस्तो लाग्छ भनेदेखि अदालतमा न्याय माग्न जाने उहाँहरूको अधिकार हो त्यसमा उहाँले जानुभयो हाम्रो पार्टीको तर्फबाट के हो भन्ने क्लेम हामी राख्छौँ जहाँसम्म यहाँले फुटको कुरा गर्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टी एक दिक्का छ फुटमा छैन तपाईँहरूको बहुमतको चाहिँ केन्द्रीय सदस्यले उहाँ बाहिरिनु भयो अथवा तपाईँहरूको त्यो हस्ताक्षरले बाहिरिन बाध्य हुनुभयो अथवा बाहिराउनु भयो तर उहाँले जुन अहिले दाबी गरिरहनु भएको छ यदि उहाँको दाबी सत्य भएर अदालतले उहाँलाई फेरि पुनर्वारी गरिदियो भने तपाईँको पार्टीको भविष्य के यो समयले तय गर्ने कुरा हो यस विषयमा धेरै टीका टिप्पणी गरिरहनु पर्दैन राष्ट्रिय स्वतन्त्र पार्टी देशको 14 ठुलो राजनीतिक दलमा नेपाली जनताको सपना बोकेको राजनीतिक दल नेपालको राजनीतिक दल सम्बन्धी ऐनबाट स्थापित भएको विधि र पद्धतिबाट स्थापित भएको राजनीतिक दल हो यो दलमा जोडिने र छोड्ने क्रम निरन्तर चलिरहन्छ यो नियमित प्रक्रिया हो यसमा धेरै टीका टिप्पणी गरिरहनु पर्दैन थ्याङ्क यू